आजभन्दा 200 वर्ष भयो या त्योभन्दा पनि अगाडि एउटा छिमेकीले दिएको उपहार आज अर्को छिमेकीसँग केही मतभेदका कारण पछाडि पर्दैछ। हो, म कुरा गर्दैछु नेपालको इलाम र झापामा तत्कालीन देखिएको चिया खेती र चिया उद्योग सम्बन्धी समस्याको। जङ्गबहादुर राणाले 1863 तिर चाइनाबाट उपहार स्वरूप प्राप्त गरेको चियाको बिउ इलाममा ल्याएर रोपेर सुरुवात भएको चिया खेतीले इलामका स्थानीय किसानहरूलाई अत्यन्तै ठुलो राहत दिएको थियो। सुरुवाती चरणमा नेपालले चाहिँ आफूले उत्पादन गरेको चिया इन्डियामा डाइरेक्ट सप्लाई गर्ने, र चिया सप्लाई गर्ने र त्यो चियालाई चाहिँ इन्डियाले आफ्नो नाममा ब्रान्डिङ गरेर विभिन्न कन्ट्रीहरूमा पठाउने, मार्केटिङ गर्ने गरेको हुँदाखेरि नेपाली चिया चाहिँ पछाडि परिरहेको थियो। त्यो चाहिँ अहिलेसम्म पनि त्यस्तै समस्याले गर्दा भर्खरै एउटा समस्या देखा परेको छ। त्यो के भने नेपालको चिया चाहिँ थन्किरहेको छ, बाहिर निर्यात गर्नलाई गाह्रो भइरहेछ। हुन त नेपालले डिफ्रेन्ट कन्ट्रीहरूमा चिया बेचिरहेको छ, तर सबैभन्दा ठुलो निर्यात चाहिँ नेपालले भारतसँग गर्ने भएको र भारतले तत्कालै आफ्ना क्वालिटी स्ट्यान्डर्डमा केही परिवर्तन ल्याएर पहिले एउटा ट्रक 15 दिनमा जाँदा एकचोटि चेक गर्ने, त्यसकै क्वालिटीको आधारमा 15 दिनसम्म अरू ट्रक जाँदाखेरि त्यसको कुनै चेक नहुने थियो। तर तत्कालै उनीहरूले क्वालिटी स्ट्यान्डर्ड सुधार गरेर चाहिँ हरेक पटक इन्डियामा चिया जाँदाखेरि त्यो ट्रकलाई चेक गर्ने एउटा नयाँ रुल ल्याएको छन्। त्यो रुल्समा चाहिँ 20 दिनसम्म रिजल्टको लागि वेट गर्नुपर्ने र त्यो सिमानामा चाहिँ चिया रोकिराख्नुपर्ने अवस्थाले गर्दाखेरि चिया इन्डस्ट्रीहरू अत्यन्तै तल गिर्दै गएको, बजार नपाएको भन्ने समस्याहरू अत्यन्तै धेरै देखिएको छ। नेपालले आफ्नो चिया खेतीलाई चाहिँ विश्व बजारमा ब्रान्डिङ गरेर आफै बेच्नुपर्ने भयो र अर्को चाहिँ किसानहरूसँग रहेको चिया जुन बिक्री भएको छैन त्यसलाई राम्रोसँग स्टोर गरेर राख्ने र राम्ररी ब्रान्डिङ गरेर बाहिर बेच्न सक्ने, त्यो चाहिँ सबैभन्दा एउटा राम्रो दीर्घकालीन उपाय हो। प्लस हामीले चाहिँ अरू कन्ट्रीबाट चिया मगाएर नेपालमा उपभोग गर्दैछौँ। त्यो चाहिँ कस्तो खालको चिया भने कुनै यस्तो चिया रेयर चिया जुन चाहिँ नेपालमा उपलब्ध छैन, त्यस्ता चियाहरू चाहिँ हामीले बाहिर कन्ट्रीबाट मगाएर अहिले उपभोग गर्दै रहेछौँ। विभिन्न क्याफे रेस्टुरेन्टहरूमा महँगा महँगा ब्रान्डेड चियाहरू पनि देखिन्छ। सो कस्तो खालको चिया हो जुन नेपालमा उत्पादन हुँदैन त्यसलाई पनि परीक्षण गरेर इफ मिल्छ भने त्यो चिया नेपालमै उत्पादन गर्ने र बाहिरबाट ल्याउने चियालाई चाहिँ कटौती गरेर हामीले लोकल नै चियालाई, हाम्रो लोकल चियालाई नै युज गर्ने गऱ्यौँ भने यो समस्याको समाधान हुन्छ जस्तो मलाई लाग्छ होइन। बाहिरबाट ल्याउने चिया भन्दा पनि हाम्रो लोकल चियालाई चाहिँ हरेक रेस्टुरेन्ट, क्याफे, होटलहरूमा पुर्याउनु पर्यो एक। अनि अर्को चाहिँ यो इन्डियामा मात्र निर्भर नरहेर अरू कन्ट्रीमा पनि राम्रोसँग ब्रान्डिङ गरेर चिया जानु पर्यो। चियाको परीक्षण नेपालमै हुनु पर्यो। चियालाई प्रशोधन गरेर राख्ने केन्द्र, स्टोर, भण्डार लामो समयसम्म राख्नु परेमा राख्ने केन्द्र पनि नेपालमै हुनु पर्यो। यति गरिसके पछाडि चिया इन्डस्ट्रीलाई एकदम राम्रो टेवा पुग्छ र मलाई लाग्छ यसमा सरकारले पनि गम्भीर रूपमा केही सोच्नेछ। अनि इलाम, झापा, पास्टर ताप्लेजुङका जुन टी जोनका हाम्रा किसानहरू हुनुहुन्छ उहाँहरूले राहत पाउनुहुनेछ। तपाईँहरूलाई कस्तो लाग्छ गाइज होइन, यसमा यो समस्याहरू समाधान गर्नका लागि अरू कस्ता कस्ता उपाय अपनाउन सकिन्छ र आफ्नो प्रतिक्रियाहरू तपाईँले कमेन्ट गर्नुहोस्। अनि मैले दिएका सुझावहरू के कस्ता छन् त्यसको लागि पनि फिडब्याक दिनु होला है त।